ल साथीहरू, नेकपा एमालेका युवाहरूको बल्ल अलिअलि बुद्धि पलाए जस्तो छ है। आज उनीहरूले आफ्नो पार्टीको केन्द्रीय कार्यालयमै पुगेर पार्टीका पुराना नेताहरूलाई, सचिवालय सदस्यहरूलाई एक एक गरेर फुलका थुङ्गा दिँदै उनीहरूले भने कि अब तपाईहरूले कसरी हुन्छ यो कमिटीलाई विघटन गर्नुहोस् र अर्को नयाँ कमिटी बनाउने कुनै पनि बाटो केही उपायहरू अपनाएर अब हामी नयाँ तरिकाबाट जानुपर्छ, यो पुरानो तरिकाले अब पार्टी चल्नेवाला छैन भनेर उनीहरूले पार्टीका सबैजसो नेताहरूलाई सचेत गराएका छन्। आज समाचार माध्यमहरूमा आए अनुसार युवाहरू पार्टीको केन्द्रीय कार्यालयमै पुगेर यसरी पुराना नेताहरूलाई अब तपाईहरूबाट पार्टी चल्दैन, अब अलिकति पार्टीलाई शुद्धिकरण गरेर अलिकति नयाँ ढङ्गबाट युवाहरूलाई चाहिँ जिम्मेदारी दिएर पार्टीलाई अगाडि बढाउनु पर्छ भन्ने उनीहरूको माग चाहिँ प्रष्ट रूपमा देखियो। सायद यदि बुद्धि एमालेका कार्यकर्ताहरूको पहिल्यै आइदिएको भए अहिले पार्टी अर्कै स्थानमा हुन्थ्यो होला सायद। नेकपा एमाले त्यहीँबाट बिग्रियो साथीहरू, जहाँबाट नेकपा एमालेमा विद्यादेवी भण्डारीको सदस्यता खारेज गरियो। किनकि कुनै पार्टीभित्र कसैलाई निषेधको राजनीति गर्न सुरु गरिन्छ भने त्यो पार्टी त्यहीँबाट बिग्रिन सुरु हुन्छ। नेकपा एमालेको मामलामा त्यही भएको। विद्यादेवी भण्डारीलाई जब निषेध गरियो त्यसपछि जो एउटा विद्यादेवी भण्डारी पक्षधर थियो त्यो पक्षधरलाई पनि बिस्तारै निषेध गर्दै गइयो। मात्रै आफ्नो पक्षधर, आफ्नो चाहिँ गीत गाउने, आफ्नो गुणगान गाउनेहरूलाई आफूतिर समेट्दै जाने, अरूहरूलाई पन्छाउँदै जाने, त्यहीँबाट सुरु भएको थियो नेकपा एमालेको ओह्रालो यात्रा। र अझै पनि त्यो एउटा पंक्ति चाहिँ सुध्रिन तयार छैन। फेरि यो कुरा चाहिँ प्रष्ट हो, जबसम्म ध्वस्त र बर्बाद हुँदैन तबसम्म त्यो एउटा पंक्ति सुध्रिँदैन। त्यसो अब यस्ता जुझारु युवाहरूले नै अग्रता लिएर, जसरी नेपाली कांग्रेसमा चाहिँ युवाहरूले अग्रता लिएर एउटा युवा नेतृत्व स्थापित गरेका थिए, त्यसरी नै नेकपा एमालेमा पनि अब युवाहरूले नेतृत्व लिएर, युवाहरू चाहिँ अग्रसर भएर, युवाहरूले विद्रोह गरेर एउटा नयाँ नेतृत्व स्थापित गर्नुको अर्को विकल्प छैन। ओली पोखरेलहरूबाट यत्रो वर्षसम्म नभएको अब के होला त? ल भन्नुहोस् त, तपाईँ आफै भन्नुहोस्। यिनीहरूले लगभग 10 वर्षदेखि लगातार पार्टी चलाइरहेका छन्, खासै केही हुन सकेन। मिलिमतोको राजनीति, भागभण्डाको राजनीति, एउटा चाहिँ देश दोहनको राजनीति बाहेक अरू के भयो त? अनि यति हुँदाहुँदै पनि फेरि त्यही व्यक्तिलाई, यत्रो जेनजी आन्दोलन भयो, परिवर्तनको सन्देश दिए जनताले, फेरि त्यही व्यक्तिलाई त्यही ठाउँमा दोहोऱ्याउनको निम्ति घरि कसैलाई निषेध गरेको छ, पार्टीको विधान नै संशोधन गरेको छ एउटा एकजना व्यक्तिको इच्छा आकांक्षा पूरा गर्नको निम्ति। यो सब क्रियाकलापले एमालेको साख बिस्तारै चाहिँ माटोमा मिल्दै गएको चाहिँ पक्कै हो। तर अब युवाहरूले यो कुरा बुझेर अब चाहिँ पार्टी नेतृत्वलाई अलिकति नयाँपन दिनको निम्ति युवाहरूलाई ल्याउनुको विकल्प चाहिँ छैन यहाँनिर। म चाहिँ त्यसको विकल्प देख्दिनँ साथीहरू। तपाईहरुलाई के लाग्छ कमेन्ट गर्नु होला।